हेलो गाइज वेलकम ब्याक टु माई बिता भ्लग अफिसियल तपाईँहरूलाई स्वागत छ मेरो न्यू भ्लगमा। भोलि चाहिँ सरस्वती पूजा अनि त्यसैले आजै भ्लग स्टार्ट गरेँ अनि आज चाहिँ म नुहाएँ हेर्न सक्छु कपाल पनि धोएँ अनि भोलि पनि नुहाउने छु कपाल पनि धुन्छु भोलि पनि नुहाउँछु अनि भोलि भ्लग कन्टिन्यू गर्छ अहिलेको लागि यति मात्र। गाइजहरू आज चाहिँ नेक्स्ट डे आज सरस्वती पूजा सबैजनालाई अनि हेर्न सक्नुहुन्छ हामी चाहिँ गइरहेको छौँ साडी लगाएर फोटो निकाल्यो यार हेर्न सक्नुहुन्छ यहाँ मन देखाएछ सक्नुहुन्छ गइरहेको छौँ अब हाम्रो साथी घर अनि यहाँ हाम्रो करिना राम्रै देखिरहेको छ यहाँ अनिसा यहाँ मेरो बुढी अनि यहाँ चाहिँ हामी गइरहेको छौँ। म निकिता घर जान्छौँ हामी निकिता घर गएर देखाउनु होस् गाइजहरू हामीलाई लिन चाहिँ साथीहरू आएको छन् यहाँ हेर्न सक्नुहुन्छ अनि हामी चाहिँ यहाँ हामी गएर चाहिँ हामीलाई लिन साथीहरू आइसकेका छन् यहाँ हेर्न सक्नुहुन्छ सबैजना आएका छन्। अब म एकछिनमा त्यो स्कुल पुगेर भिडियो कन्टिन्यू गर्नेछु। यहाँ चाहिँ हामी चाहिँ अब गइरहेको छौँ स्कुल यहाँ हेर्न सक्नुहुन्छ हजुर नि हेर्न सक्नुहुन्छ ब्रस चिना हेर्न सक्नुहुन्छ हामी चाहिँ गइरहेको छौँ हेर्न सक्नुहुन्छ पुरा चाहिँ देखिरहेको छ चाहिँ भनिदिनु होला भन्न त हिजो स्टाइलले भ्लग बनाएको थियो त हामी चाहिँ डिस्कस गर्दै गइरहेको थियौँ हेर्न सक्नुहुन्छ कति दिन फर्स्टचोटि होला हामी साडी लगाएर स्कुल गइरहेको छौँ हेर्न सक्नुहुन्छ अनि म चाहिँ पागल जस्तै कर्णालाई देखाएर थिएँ हेर्नु त हामी चाहिँ स्कुल पुगिसकेको छौँ यहाँ हेर्न सक्नुहुन्छ कतिजना छन् अनि यहाँ छन् अनि यहाँ अगाडि पनि छन् अनि त्यहाँ जान्छौँ पूजा गर्न अनि पूजा गर्न जाँदै हामी देखाउनेछु अहिले अर्को यहाँ हेर्न सक्नुहुन्छ कसरी हुनु मैले चाहिँ त्यो देखाइरहेको थिएँ हाम्रो स्कुलका स्टुडेन्टहरूलाई अनि हामी चाहिँ त्यहाँ पूजा गर्न जान्छौँ अनि तपाईँलाई देखाउने छु हेर्न सक्नुहुन्छ सबैजना त्यही छन् बाहिर लाइन लागिरहेछन् हामी चाहिँ एकचोटि त्यहाँ गएर देखाउँछु त्यही हामी चाहिँ गइरहेको छौँ हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ हामी टिका लगाइसकेको छौँ अब देखाउँछु यहाँ हेर्न सक्नुहुन्छ
सक्नुहुन्छ त्यहाँ अब तिनीहरूको पालो छ हामी चाहिँ यहाँ छु म अहिले एकछिन भिडियो कन्टिन्यू गर्नेछु यही चाहिँ अब गइरहेको छु मनिषाले पुर्याउनु न त्यहाँ सक्छ कहाँ छन् हेर्न सक्नुहुनेछ अनि हामी यहाँ छौँ अनि यहाँ निकिता उसको अलरेडी ऊ चाहिँ हामीसँगै पढ्छ मसँगै पढ्छ अनि त्यहाँ अनिसाले देखाइरहेको थियो हेर्न सक्नुहुन्छ अनि मेरो हातमा चाहिँ मोबाइल हेरिरहनु भएको छ होला त्यो चाहिँ अनिसाको मोबाइल हो हुन त हामी कसरी हेरिरहेको छौँ हाम्रो आँखा हेर्नु त अनि पछाडि कर्णाहरू आइरहेछन् त्यो मोबाइलको के भयो थाहा नै छैन मलाई अनि त्यहाँ हेर्न सक्छ पछाडि 3 जना छन् अनि अगाडि कर्णी कति राम्रो देखिरहेको छ अनिसाले हेर्नु त अनि मैले चाहिँ निकिताले दिए है हेर्नु कस्तो बनाइदिरहेको छ भिडियो मलाई पनि थाहा छैन अहिले म हेरिरहेको छु मैले चाहिँ सिकाइरहेको थिएँ तेर्सो भ्लग बनाउनु हुँदैन भने सिधा भ्लग बनाउनु हुँदैन भनेर तेर्सो भ्लग बनाउनु पर्छ भनेर अनि त्यहाँ म अनिसा निकिता छौँ अनि मैले चाहिँ आफैले क्यामेरा हेर्न सक्नुहुनेछ हेर्न सक्नुहुन्छ अनि पछाडि 3 जना थिए हेर्न सक्नुहुन्छ तिनीहरू पनि आइरहेको थिए नोटिस नगर्नु होला अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ सबैजना राम्री भएर हामी घुम्न गइरहेको थियौँ कहाँ गइरहेको थियौँ हामीलाई पनि थाहा छैन त्यहाँ हेर्न सक्नुहुनेछ अनिसा कति प्रिटी देखिरहेछ हेर्न सक्नुहुन्छ अनिसालाई कति प्रिटी देखिरहेछ हामी गइरहेछौँ मनिषासँग आएको एकजना साथी उसलाई पुर्याउन गइरहेको थियौँ त्यहाँ हेर्न सक्नुहुन्छ प्रिटी गर्ल्स ब्युटिफुल लेडी मैले चाहिँ अनिसाले देखाइरहेको थिएँ एउटा कुरा भन्नुपर्दा अनिसा अनि करिनाले असाध्यै राम्रो देखिरहेको थियो है त अब चाहिँ हामी अर्को स्कुलको हामी सँगसँगै स्कुल गइरहेको छौँ हेर्न सक्नुहुन्छ त्यहाँ 3 जना छन् अनि हामी यहाँ छौँ 2 जना अब त्यहाँ गएर देखाउनु तपाईँलाई प्रोग्राम भइरहेको छ त्यहाँ चाहिँ हेर्न सक्नुहुनेछ त्यस्तोमा त हामी चाहिँ सँगसँगै सुनको गएको थियौँ त्यहाँ हेर्न सक्नुहुन्छ डान्स भइरहेछ त्यहाँ चाहिँ 5 क्लासका स्टुडेन्टहरूले डान्स गरिरहेको थिए हेर्न सक्नुहुन्छ कसको डान्स राम्रो लाग्यो कमेन्ट पनि गरिदिनु होला 6 जनामा कसको डान्स राम्रो लाग्यो भनिदिनु होला मिक्स सङमा डान्स थियो कसको डान्स राम्रो लाग्यो भनिदिनु होला मैले चाहिँ भिडियो एन्डिङ गर्दैछु हेर्न सक्नुहुन्छ गाइज मेरो डान्सबाट हेर्नु डान्स अनि सबैजनाले कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला कस्तो लाग्यो डान्स पनि भनिदिनु होला